नमस्कार, यहाँलाई स्वागत छ ललित मचिन्द युट्युब च्यानलमा। आज चाहिँ हाम्रो दैनिक जीवनमा हामीले देखिरहने टिभीमा आइरहने प्रतिनिधि सभाको बैठकको सन्दर्भमा म कुराकानी गर्न गइरहेको छु। प्रतिनिधि सभाको बैठकमा सभामुख हुनुहुन्छ, मर्यादा पालकहरू हुनुहुन्छ, प्रतिनिधि सभाका सदस्यहरू हुनुहुन्छ। राष्ट्रिय सभा नामका दुईवटा सदन सहितको व्यवस्थापिकाको परिकल्पना गरिएको छ र यो व्यवस्थापिकालाई सङ्घीय संसद भनिनेछ भनेर नेपालको संविधानको धारा 83 मा उल्लेख गरिएको छ र नेपालको संविधानको धारा 104 को उपधारा 2 ले दिएको अधिकार प्रयोग गरी प्रतिनिधि सभा नियमावली 2079 को निर्माण गरिएको छ। प्रतिनिधि सभाको बैठक सञ्चालन र अध्यक्षता गर्ने काम सभामुखले गर्नुहुन्छ र सभामुखको अनुपस्थितिमा उपसभामुखले गर्ने कानुनी व्यवस्था रहेको छ। यो सभाको सम्पूर्ण बैठकको सञ्चालन प्रतिनिधि सभा नियमावली 2079 मा राखिएका नियम अनुसार सञ्चालन हुने व्यवस्था गरिएको छ र अब प्रतिनिधि सभाका सदस्यहरू जो अमर्यादित रूपमा अभद्र रूपमा र जानी बारम्बार बैठकलाई अवरोध गर्ने संविधान तथा नियमावलीको प्रतिकूल हुने गरी कार्य गर्ने प्रतिनिधि सभाका सदस्यहरूलाई सभामुखले के कस्ता कारबाही गर्छन् त भन्ने विषयमा नियमावली 2079 को परिच्छेद 6 को नियम नम्बर 30 देखि 35 सम्म विभिन्न नियमहरूको व्यवस्था गरिएको छ। ती नियमहरूको बारेमा म बताउन गइरहेको छु। सर्वप्रथम नियम नम्बर 30 मा के भनिएको छ भने जो प्रतिनिधि सभाका सदस्य अभद्र रूपमा प्रस्तुत हुन्छन् र उनलाई चाहिँ सभामुखले आफ्नो व्यवहार तुरुन्त नियन्त्रण गर्न भनेर आदेश दिन सक्छन् र यसरी आदेश दिइसकेपछि प्रतिनिधि सभाका सदस्यले आफ्नो व्यवहार नियन्त्रण गर्नुपर्ने हुन्छ। नियम नम्बर 31 मा के व्यवस्था गरिएको छ भने सभाको बैठकबाट प्रतिनिधि सभाका सदस्यले निलम्बन गर्न सक्ने व्यवस्था गरेको छ। यसमा नियम नम्बर 30 अनुसार आफ्नो व्यवहार नियन्त्रण गर्नको लागि सभामुखले आदेश दिइसकेका प्रतिनिधि सभाका सदस्यले आफ्नो व्यवहार नियन्त्रण नगरेमा सभामुखले बैठक कक्षबाट बाहिर जान आदेश दिन सक्नेछन् र यसरी आदेश दिँदा पनि ती सदस्य बाहिर गएनन् भने मर्यादा पालकको सहायताले सभामुखले ती प्रतिनिधि सभाका सदस्यलाई बैठक कक्ष बाहिर पठाउन सक्ने कानुनी व्यवस्था छ। यसरी बैठक कक्ष भन्दा बाहिर पठाइसकिएका प्रतिनिधि सभाका सदस्य 3 दिनसम्म प्रतिनिधि सभाको बैठक र प्रतिनिधि सभासँग सम्बन्धित समितिमा उपस्थित हुन नपाउने कानुनी व्यवस्था गरिएको छ। र त्यसैगरी नियम नम्बर अब 33 मा के व्यवस्था गरेको छ भने प्रतिनिधि सभाका सदस्यलाई निलम्बन गर्न सक्ने व्यवस्था गरेको छ, जसमा सभामुखको आसनलाई अवहेलना गर्ने, जानी सभा सञ्चालनमा अवरोध पुर्याउने, संविधान तथा नियमको प्रतिकूल हुने गरी कार्य गर्ने प्रतिनिधि सभाका सदस्यलाई 15 दिनसम्म निलम्बन गरियोस् भनेर प्रतिनिधि सभाका कुनै सदस्यले प्रस्ताव राखेमा निर्णयार्थ सभामुखले तुरुन्त सभामा प्रस्तुत गर्नेछन् र जुन प्रस्ताव स्वीकृत भएमा ती प्रतिनिधि सभाका सदस्य 15 दिन बढीमा 15 दिनसम्म चाहिँ प्रतिनिधि सभाको बैठकमा उपस्थित हुन पाउने छैन। र त्यस्तै गरी नियम नम्बर 33 मा क्षतिपूर्ति भराउने सम्बन्धी व्यवस्था गरेको छ। जो प्रतिनिधि सभाका सदस्यले प्रतिनिधि सभा बैठक स्थलमा रहेको भौतिक संरचनाहरू क्षति पुर्याएमा त्यो क्षति भए बापतको बिगो भराउने, क्षतिपूर्ति भराउन सक्ने कानुनी व्यवस्था रहेको छ। र नियम नम्बर 34 मा के व्यवस्था छ भने जो प्रतिनिधि सभाको सदस्य जसले चाहिँ जो कारवाहीमा परेको छ, निलम्बनमा परेको छ र जसले चाहिँ आफ्नो गल्ती आफ्नो भूल स्वीकार गरेर आएमा सभामुखले माफी दिन सक्ने व्यवस्था गरिएको छ। र त्यस्तै गरी नियम नम्बर 35 मा चाहिँ सभामुखले कुनै आचार संहिता विपरीत काम भएमा बैठक सञ्चालन गरिराख्न उपयुक्त नलागेमा उहाँले चाहिँ बैठक
स्थगन गर्न सक्ने अधिकार चाहिँ नियमावलीले दिएको छ। यसरी सभामुखले गरेको बैठक स्थगनमा प्रतिनिधि सभाका कुनै सदस्यले पनि प्रश्न उठाउन नपाउने कानुनी व्यवस्था गरिएको छ। यसरी यी कानुनी व्यवस्थाहरू सरसर्ती हेर्दाखेरि निष्कर्षमा हामी के भन्न सक्छौँ भने अराजक रूपमा प्रस्तुत हुने, अभद्र व्यवहार गर्ने, संविधान तथा नियमावलीको प्रतिकूल हुने गरी कार्य गर्ने प्रतिनिधि सभाका सदस्यलाई सभामुखले कस्तो कारबाही गर्छन् त भन्दाखेरि सुरुमा चेतावनी दिन सक्छन् र अर्को 3 दिनसम्म उपस्थित नहुने गरी कारबाही गर्न सक्छन् र बढीमा 15 दिनसम्म उपस्थित नहुने गरी कारबाही गर्न सक्छन् र क्षतिपूर्ति भएको भौतिक संरचनाको बिगो भराउन सक्छन्, गल्ती स्वीकार गरेमा माफी दिन सक्छन् र अर्को भनेको चाहिँ बैठक स्थगित गर्न सक्छन्। यस्ता कानुनी व्यवस्थाहरू चाहिँ गरिएको छ। आजलाई भिडियो यति नै। भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। गल्ती बोलेको छु भने सुधार गरेर फेरि प्रस्तुत गर्नेछु। धन्यवाद।